ओके, आज चाहिँ म तपाईहरुलाई केही कुरा देखाउन चाहन्छु ल। मसँग यहाँ एउटा गोप्रो छ र यदि मैले यो क्यामेरालाई चाहिँ अन गरे भने तपाईहरु अगाडि देख्न सक्नुहुन्छ रेकर्ड भइराखेको क्यामेरा छ, साइडमा लाइट्स छ, यतापटि लाइट्स छ, यहाँनिर चाहिँ हामीसँग ल्यापटप छ, लेटेस्ट डिजाइनको हलिल्यान्ड माइक छ अनि यता ग्रीन स्क्रिन छ। मतलब अस्ट्रेलिया आइसकेपछि हामीलाई भिडियो बनाउनको लागि आवश्यक पर्ने बेसिक कुराहरु लगभग सबै चीज मसँग छ, फेरि पनि भिडियो बनाइराखेको छैन। योभन्दा अगाडि नेपालमा हुँदाखेरि चाहिँ म कन्टिन्युअसली भिडियो बनाइराखेको हुन्थे, प्रपरली स्क्रिप्टेड एउटा प्रोफेसनल भिडियो हुन्थ्यो अनि त्यो भिडियोहरुलाई चाहिँ तपाईहरुले पनि एकदमै मन पराइदिनु हुन्थ्यो। त्यसको लागि चाहिँ म विशेष धन्यवाद पनि भन्न चाहन्छु। बीचमा केही ग्याप हुन पुग्यो। रिजन के थियो भन्दा म नेपालबाट अस्ट्रेलिया आएँ अनि अस्ट्रेलिया आइसकेपछि चाहिँ यो सबै सेटअपहरु तयार पार्नको लागि मलाई केही समय लाग्यो। तर अब चाहिँ फेरि पनि मैले भिडियो बनाउन सुरु गर्नुपर्छ है भनेर केही दिन अगाडि मात्र मैले मेरो च्यानलमा भएका पुराना भिडियोहरुलाई गो थ्रु गर्ने कोसिस गरे र त्यो गो थ्रु गरिरहँदाखेरि चाहिँ मेरो मनमा एउटा डाउट पलाइराखेको थियो, अझै तपाई र म बीचमा एउटा प्रपर कनेक्सन्स भइराखेको छ कि छैन, एउटा प्रेजेन्टरले भन्न खोजेको कुरा ऑडियन्सले बुझिराखेको छ कि छैन अनि उसको लाइफमा चाहिँ के भ्यालुएट भइराखेको छ कि छैन। Obviously, म एउटा चार्टर्ड अकाउन्टेन्ट अनि एक्टिभ शेयर मार्केट ट्रेडर हुँ अनि बिजनेस कन्सल्टिङलाई नै आफ्नो प्रोफेसन बनाउने उद्देश्यका साथ अगाडि बढिराखेको छु भनिसकेपछि अनि यदि तपाईहरु मेरो च्यानलमा अपलोड भइराखेको भिडियो हेर्दै हुनुहुन्छ भनिसकेपछि तपाईहरु पनि आफ्नो पोर्टफोलियोमा, आफ्नो प्रपर्टीमा, आफ्नो वेल्थमा चाहिँ केही न केही भ्यालु एड होस् भन्ने चाहनुहुन्छ र यदि यो सबै भिडियोहरु हेरिसकेपछि तपाईको प्रपर्टीमा 1 रुपैयाँ मात्र भए पनि एड गर्न सकियो भने त्यो मेरो जित हुनेछ। तब मात्र तपाई अनि हामी बीचमा चाहिँ एउटा प्रपर कोअर्डिनेसन्स हुन सक्छ। यही सोचले नै गर्दाखेरि चाहिँ अबदेखि यो च्यानलमा अपलोड हुने प्रत्येक भिडियो मार्फत तपाईको प्रपर्टीमा, तपाईको पोर्टफोलियोमा केही न केही भ्यालु एड गर्ने उद्देश्य हामी माझमा पनि रहनेछ र त्यसको लागि चाहिँ तपाईले पनि हामीलाई कन्टिन्युअसली फलो गरिराख्नु पर्ने हुनेछ है त। तपाईहरुले चाहिँ थम्बनेलमा पनि देखिसक्नु भयो कि अबको हाम्रो यात्रा भनेको चाहिँ करोडपति बन्ने हो र यसको लागि चाहिँ मैले 3 वर्षको टार्गेट राखेको छु। मतलब 2085 सालको वैशाख 1 गतेसम्म म करोडपति बन्दै छु। तपाईहरु पनि यही अनुसार आफ्नो टार्गेट सेट गर्न सक्नुहुन्छ। आफ्नो अर्निङ्स कति छ, आफ्नो अपर्चुनिटिज कति छ, यो सबै चीजलाई ध्यानमा राखेर चाहिँ म यति वर्षमा यति कमाउँछु भन्ने टार्गेट तपाईहरुले राख्न सक्नुहुन्छ। तर यदि तपाईहरु 28 देखि 35 वर्षको बीचमा हुनुहुन्छ भने 5 वर्ष भन्दा लामो टार्गेट चाहिँ नराख्नु है, किनभने यो समय भनेको चाहिँ हामीले फ्रीली अनि इफिसिएन्टली काम गर्न सक्ने समय हो र यदि यो टाइममा पनि प्रपर अर्निङ्स गर्न सकिएन भने सायद वी माइट बी लुजिङ इट। अब केवल 3 वर्षको अवधिमा चाहिँ 1 करोड रुपैयाँ कमाउँछु भनेर टार्गेट राख्छ भनिसकेपछि यसले चाहिँ अलिक बढी नै क्यापिटल इन्भेस्ट गर्न खोजेको हो कि भन्ने सोच तपाईको दिमागमा आएको हुन सक्छ। एकपटक मेरो डिटेल्सहरु पनि तपाईहरुलाई देखाउँछु है त। मसँग अहिले नेपालको बैंकमा चाहिँ जम्मा 60,633 रुपैयाँ पैसा छ अनि यो पैसा चाहिँ म मेरो टार्गेट मिट गर्नको लागि युज गर्दै छु। त्यसैगरी अस्ट्रेलियाको बैंक अकाउन्टमा केवल $63 छ र यो पैसा चाहिँ मलाई खर्च चाहिन्छ। इट मिन्स आई एम नट गोना युज फर माइ टार्गेट है। अब अर्को मसँग भएको पैसा भनेको चाहिँ बाइनान्स अकाउन्टमा छ, मेरो क्रिप्टो छ। क्रिप्टो चाहिँ मसँग कतिको छ भन्दाखेरि चाहिँ क्रिप्टो छ मसँग $114.14 को। यसमा चाहिँ मैले $100 क्रिप्टोमा इन्भेस्ट गरेको थिएँ। $14.14 मेरो प्रफिट हो र यो पैसा पनि म मेरो टार्गेट मिट गर्नको लागि युटिलाइज गर्दै छु। त्यसैगरी अब शेयरको कुरा गर्दाखेरि चाहिँ मसँग अहिले शेयरमा 13,13,959 रुपैयाँ बराबरको शेयर्स थियो। तर यो शेयर्सलाई चाहिँ मैले बेची पनि सकेको छु, भर्खरै मात्र बेचेको हो र यहाँबाट मलाई प्रफिट भएको छ लगभग 1,16,341 रुपैयाँ। तपाईहरु स्क्रिनमा पनि देख्न सक्नुहुन्छ अनि यो 1,16,341 रुपैयाँ मात्र म मेरो टार्गेट मिट गर्नको लागि युटिलाइज गर्दैछु। क्यापिटल्स म यहाँबाट चलाउनेवाला छैन। यसको मतलब टोटल लगभग 1,90,000 रुपैयाँ पैसा मसँग हुनेछ र यही 1,90,000
रुपियाँलाई चाहिँ मैले 3 वर्षको अवधिमा 1 करोड रुपियाँमा कन्भर्ट गर्नु छ। हुन त अरू पनि शेयर्स, क्यास अथवा अरू पनि प्रपर्टीलाई हामीले युटिलाइज गर्न सक्थ्यौँ होला, तर त्यो म गर्नेवाला छैन। किनभने तपाईँ हामी सबैजना सँगसँगै अगाडि बढ्ने भनिसकेपछि मैले चाहिँ आफ्नो टार्गेट मिट गर्नको लागि एक्स्ट्रा क्यापिटल युटिलाइज गरेँ भने त्यो एउटा फेयर गेम भएन। लगभग 2 लाख रुपियाँको क्यापिटल मेरो एज ग्रुपका जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूलाई कलेक्ट गर्नको लागि त्यति गाह्रो नहोला है जस्तो लागेर मैले क्यापिटल रेन्ज चाहिँ 2 लाख राखेको। यदि तपाईँहरूसँग त्यति पैसा छैन भने त्योभन्दा धेरै थोरै 5,000, 10,000, 20,000बाट पनि आफ्नो यात्रा सुरु गर्न सक्नुहुन्छ। र विश्वास गर्नुहोस् तपाईँको इन्भेस्टमेन्टमा केही न केही भ्यालु एडिसन्स चाहिँ पक्कै पनि गर्नेछु, तर त्यसको लागि तपाईँले मलाई रेगुलरली फलो चाहिँ गर्नुपर्छ है। अब 3 वर्षमा 1 करोड रुपियाँ मतलब 1 वर्षमा हामीले 30 देखि 35 लाख रुपियाँसम्मको सेभिङ्स गर्नु पर्यो। एन्ड आई एम नट टकिङ अबाउट अर्निङ, इट्स अबाउट सेभिङ्स, जुन आफैमा पनि अप्ठ्यारो विषय हो। तर पनि हामीले टार्गेट सेट गरिसक्यौँ। अब त्यहाँबाट हामी स्टेप ब्याक गर्छौँ त? ना, स्टेप ब्याक हुँदैन। हामीले जति टार्गेट राखेका छौँ त्यो टार्गेट मिट हुन्छ हुँदैन, लेट्स लिभ इट टु द फ्युचर्स। तर त्यो मिट गराउनको लागि हामी जति सक्दो कोसिस गर्नेछौँ। अनि तपाईँहरूले पनि जतिको टार्गेट राख्नुभएको छ त्यो टार्गेट मिट गर्नको लागि मैले जति नै कोसिस गर्नुहुनेछ भन्ने विश्वास चाहिँ पक्कै पनि रहनेछ। अब यो वर्षको अन्तिमसम्म 30 लाख रुपियाँ पैसा कमाउनको लागि चाहिँ मैले कुन कुन अर्निङ्सको सोर्सेसलाई युटिलाइज गर्दैछु त एकपटक त्यो चिजलाई पनि म बताउने कोसिस गर्छु है त। सबैभन्दा पहिलो सोर्स चाहिँ छ हाम्रो स्यालेरी। म अहिले एज एन अकाउन्टेन्ट केही कम्पनीमा काम गरिराखेको छु र यो अस्ट्रेलियामा आएर पनि नेक्स्ट विकदेखि एज एन अकाउन्टेन्ट जब सुरु गर्दैछु भनिसकेपछि त्यहाँबाट मैले जति स्यालेरी पाउँछु नि त्यो स्यालेरीबाट आफ्नो खर्च कटाइसकेपछि बाँकी बसेको पैसालाई म आफ्नो टार्गेट मिट गर्नको लागि युटिलाइज गर्नेछु अथवा यसलाई चाहिँ अन्य कुनै प्लेटफर्ममा म इन्भेस्ट गर्नेछु, मेबी अन सेयर मार्केट, किनभने मलाई सेयर मार्केटको बारेमा अलिक बढी ज्ञान छ। यदि तपाईको पनि स्यालेरी अथवा अन्य कुनै सोर्सेस अफ अर्निङ छ भने तपाईँ पनि आफ्नो टार्गेट मिट गर्नको लागि त्यसमा युटिलाइज गर्न सक्नुहुन्छ। त्यसैगरी यदि तपाईको कुनै बिजनेस अथवा प्रोफेसन छ भने त्यहाँबाट आएको पैसालाई पनि तपाईले काउन्ट गर्न सक्नुहुन्छ अथवा अन्य कुनै प्लेटफर्म्सहरू जस्तै शेयर्समा भयो, गोल्डमा भयो, यदि तपाईँ विदेशमा हुनुहुन्छ भने क्रिप्टो अथवा फ्युचर अप्सन्समा भयो, यी प्लेटफर्म्सहरूमा युटिलाइज गर्न सक्नुहुन्छ। तर यदि तपाईहरू नेपालमै हुनुहुन्छ भने क्रिप्टोमा इन्भेस्ट चाहिँ नगर्नु है, यो इलिगल छ नेपालमा। अब दोस्रो मेजर अप्सन्स हुन सक्छ अथवा दोस्रो मेजर सोर्स अफ अर्निङ्स छ हाम्रो लागि सेयर मार्केट। अभियसली 3 वर्षमा हामीले 1 करोड रुपियाँ कमाउने टार्गेट राखेका छौँ। यो वर्ष मात्र कम्तीमा हामीले 30 लाख रुपियाँ पैसा निकाल्नु छ भनिसकेपछि रिस्क त लिनु नै पर्छ। अनि रिस्क कहाँ लिने भन्दाखेरि त मेरो लागि सबैभन्दा सजिलो प्लेटफर्म हुन सक्छ सेयर मार्केट। सो मैले अघि भनेको जति पैसा थियो नि 1,90,000 रुपियाँ, त्यहाँनिर चाहिँ क्रिप्टोमा इन्भेस्ट गरेको 15,000 रुपियाँलाई छोडेर अरू सबै पैसा चाहिँ सेयर मार्केटमा इन्भेस्ट गर्नेछु र स्यालेरी बापत आएको पैसालाई पनि म सकभर सेयर मार्केटमा नै इन्भेस्ट गर्ने कोसिस गर्नेछु। अब कमाइन्छ गुमाइन्छ त्यो मलाई थाहा छैन, तर रिस्क नलिकन हामीले यो वर्ष 30 लाख रुपियाँ कमाउन सक्छौँ जस्तो चाहिँ मलाई लागेको छैन। अनि यदि हामीले सेयर मार्केटबाट रिस्क लिने कोसिस गरेनौँ भने 3 वर्षमा 1 करोड कमाउन पनि लगभग असम्भव नै हुन्छ। 33 लाख रुपियाँ पर इयर सानो अर्निङ्स चाहिँ पक्कै पनि होइन, एटलिस्ट मेरो लागि चाहिँ है। अब अर्को सोर्सेस अफ अर्निङ्स हुन सक्छ क्रिप्टो अथवा फ्युचर अप्सन्स। खासमा भन्नुपर्दा क्रिप्टोको बारेमा मसँग त्यति धेरै ज्ञान छैन। मैले जति $100 इन्भेस्ट गरेको थिएँ त्यो इन्भेस्टमेन्ट पनि मैले जानेर बुझेर इन्भेस्ट गरेको होइन र त्यहाँबाट $14 मैले प्रफिट कमाएको छु। त्यो प्रफिट मैले लगभग 3 महिनाको अवधिमा कमाएको छु। सायद त्यो ठुलो प्रफिट चाहिँ हुँदै होइन। अब मलाई क्रिप्टोको बारेमा त्यति धेरै ज्ञान छैन अनि मैले यतापट्टि टार्गेट सेट गरिसकेको छु भनिसकेपछि सुरुमै त म आफ्नो इन्भेस्टमेन्ट गुमाउन चाहदिनँ नि। त्यही कारणले गर्दा म यो पटक क्रिप्टोमा इन्भेस्ट गर्नेवाला छैन। त्यसैगरी फ्युचर अप्सन्स पैसा कमाउने एकदमै राम्रो सोर्सेस हुन सक्छ, तर यसको लागि चाहिँ अलग्गै लेभलको एक्सपर्टिजम पनि चाहिन्छ है। हो मैले किताबी ज्ञान लिएको छु तर फ्युचर अप्सन्स प्र्याक्टिकली आजसम्म गरेको छैन।
र यो टार्गेट सेट गर्ने बित्तिकै म फ्युचर अप्सन्स गरेर आफ्नो इन्भेस्टमेन्ट गुमाउनेवाला पनि छैन। यदि फ्युचरमा जानिएछ बुझिएछ भने क्रिप्टो र फ्युचर अप्सन्स दुवैमा इन्भेस्ट गरौँला। तर अहिलेको केसमा चाहिँ म के भन्न चाहन्छु भने दे आर नट माई कप अफ टी। म यी दुवैवटा प्लेटफर्ममा चाहिँ इन्भेस्ट गर्नेवाला छैन है। त्यसै गरी अर्को एउटा मेजर सोर्स हुन सक्छ गोल्डमा इन्भेस्टमेन्ट। यदि 3 वर्षपछिको अर्निङ्स हेर्ने हो भने गोल्डबाट पनि हामीले राम्रो रिटर्न्स निकाल्न सक्छौँ र यदि मसँग पैसा भयो भने पक्कै पनि म गोल्डमा इन्भेस्ट गर्नेछु। ओभरअल भन्नुपर्दा मैले टार्गेट मिट गर्नको लागि पहिलो वर्षमा दुईवटा मेजर सोर्सेसलाई सेलेक्ट गरेँ। पहिलो मेजर सोर्सेस छ हाम्रो स्यालेरी, दोस्रो मेजर सोर्सेस छ सेयर मार्केटमा ट्रेडिङ अथवा सेयर मार्केटमा इन्भेस्टमेन्ट। अनि यदि काहीँ अपर्च्युनिटी पाइयो भने गोल्डमा पनि इन्भेस्ट गर्छु। यदि कसैले चाहिँ मलाई सिकाइदिएछ भने क्रिप्टो अथवा फ्युचर अप्सन्समा पनि थोरै इन्भेस्ट गरौँला। बिचबिचमा अन्य कुनै अपर्च्युनिटी अथवा इन्भेस्ट गर्ने नयाँ स्ट्राटेजीहरू इम्प्लिमेन्ट गर्ने भए भने त्यसको बारेमा म तपाईँहरूलाई पनि पक्कै सेयर गर्नेछु। प्लिज किप अन टच विथ मी। अनि तपाईँले चाहिँ आफ्नो टार्गेट मिट गर्नको लागि के कस्ता स्ट्राटेजीहरू युटिलाइज गर्दै हुनुहुन्छ, के कस्ता अर्निङ्सका सोर्सेसहरूलाई चाहिँ इम्प्लिमेन्ट गर्ने सोच बनाउनु भएको छ, कृपया कमेन्ट बक्समा लेख्न नभुल्नुहोला। अब नेक्स्ट विकमा आइपुग्दाखेरि चाहिँ मेरो अर्निङ्स कति भयो, मेरो पोर्टफोलियोमा कति वृद्धि भयो भनेर अर्को भिडियो पक्कै पनि बनाउने छु। अनि अर्को कुरा, यदि तपाईँहरूले आज म सँगसँगै तपाईँको पनि पोर्टफोलियो वृद्धि गर्नको लागि एउटा टार्गेट सेट गर्नुभएको छ भने तपाईँहरूमध्ये एकजनालाई मैले 10,000 रुपियाँ बराबरको विशेष पुरस्कार दिनेछु। प्लिज यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। अनि टार्गेट सेट गर्नुभएको छ भने मैले यतिको टार्गेट सेट गरेको छु है भनेर कमेन्ट बक्समा लेख्न पनि नभुल्नुहोला है त। हवस् त, नमस्ते, अर्को भिडियोमा भेटौँला।